हेलो गाइस वेलकम ब्याक टु माई ब्लग। आजको ब्लगमा हजुरहरूलाई स्वागत छ। हामी रुकुम चौजारीमा छु। हामी चाहिँ जान लागेको शिरपुताल, त्यही भएको कारणले चाहिँ हामी यता होटलमा बसेको थियौँ हिजो साँझ आएर। अब हिजो साँझ ब्लग बनाउनु पाएन, पानी परेको थियो, त्यही भएर नै हामी चाहिँ अब जान लागेको। होटलको पेमेन्ट नि अब यता साथीले गरेर आइसक्यो। अब हामी गाडी चेन्ज गर्ने भनेको छ। अब धेरै ठाउँ गाडी चेन्ज गर्ने भएको कारणले चाहिँ हामी बिहानै उठेको। हामी कहिले बज्यो टाइम? 6:30 भइसक्यो। हामी चाहिँ 5:30 बजे उठेको होइन। हल्का फ्रेस हुन्छ, हल्का सामानहरू प्याक गरेर जो चाहिँ हल्का टाइम गइहाल्यो। त्यही भएर कारण हामीले सामान पनि प्याक गरिसक्यौँ। र अब हामी चाहिँ जान्छु। हामी चाहिँ बसेको होटल चाहिँ यही नै हो, रोयल होटल एन्ड रेस्टुरेन्ट। हामी चाहिँ यहीँ बसेको। अब चाहिँ जानुपर्छ। यहाँको हालत चाहिँ यस्तो छ चौरजारीको चाहिँ। यदि हजुरहरू आउनुभयो भने यही होटलमा बस्नु होला। यो होटल चाहिँ अलिक राम्रो लाग्यो मलाई। पहिलेदेखि नै बस्दै आएको हामी। बसमा पुग्न लाग्यौँ। अब बाटो चाहिँ यस्तो छ है, लास्टै ओह्रालो रहेछ क्या। ब्रेक नलाग्ने गाडीहरू त जान्छ होला सिधा। बस पार्क नि खाली होला जस्तो लागिरहेको छ। अलि चौरजारीको बजार चाहिँ मलाई खासै त्यस्तो बेटर चाहिँ लाग्दैन। तर हल्का फल्का अब सामान किन्नलाई चाहिँ ठिकै छ जोस्। ल हाम्रो गाडी चाहिँ डाइरेक्ट नै अब त्यो ठाउँमा चाहिँ पुग्ने भएन। त्यही भएर हामी यो गाडीमा जान लागेको। त्यो मार्बी भन्ने ठाउँमा झरेर चाहिँ अर्को गाडी चाहिँ चेन्ज गर्नु पर्दो रहेछ। हाम्रो डाइरेक्ट चाहिँ गाडी जाँदो रहेछ उतातिर, सायद कच्ची बाटो भएर नि होला। अब हामी यो गाडीमा बस्छौँ। सामानहरू माथि हुडमा हालेर चाहिँ जानुपर्छ। गाडी अब 15 मिनटमा छुट्छ अरे। अब दाइसँग सोधिसक्यौँ। ल हामी चाहिँ अब गाडीमा चढ्छौँ। गाडीमा बसिसक्यौँ। गाडी अब 15 मिनटमा छुट्ने भन्नुभएको छ उहाँले चाहिँ। गाडी चाहिँ अहिले खाली नै छ। हाम्रो सामान चाहिँ हुडमा हाल्ने भनेको, खासै मान्छे हुन्न अरे। त्यही भएर हामीले चाहिँ ब्यागमा नै राखिसकेको फर्स्ट छौँ। प्यासेन्जर पऱ्यो मान्डिटा। फर्स्ट प्यासेन्जर पऱ्यौँ जस्तो लाग्छ हामीलाई। अहिले बिहानै हो नि त होइन। आँखा त एकदम बबाल भएको छ कि पुरा। राति ढिलो सुतेर होला होइन। ढिलो राति सुतेर नि फेरि कस्तो कि फ्यान पनि लगाइदिएको, झ्याल पनि यत्तिकै खोलिदिरहेको थियौँ, पर्दा खोलिदिरहेको थियौँ, चिसो पनि थियो कि। त्यही भएर नि होला सायद आँखा मेरो लास्टै सुनिरहेको छ। यो साइडमा चाहिँ बगरको भ्यू बबाल देखिन्छ देखा हजुरहरूलाई। हेर पुरै पहाड मात्रै छ कि यहाँ। यो रोड चाहिँ मैले उता जारगुलबाट देखेको थिएँ, माथि डाँडाबाट बबाल देखिन्छ वहाँबाट हेर्दा चाहिँ। ल हाम्रो गाडी चाहिँ अब चेन्ज भइसक्यो, किनकि अर्को गाडी चाहिँ माथि गइसक्यो। अब यो गाडी नमिल्ने भएको कारणले एउटा सानो जी भएको रहेछ। गाडी चाहिँ अब चेन्ज गरेर हामी गइसक्यौँ। ल हामी चाहिँ अब होटेलमा आइसक्यौँ। अब नास्ता खाएर फेरि जानुपर्छ। होटेलमा चाहिँ अब के नि चाउमिन फ्राइड राइस रहेछ। हामी छोला समोसा रहेछ। हामीले चाहिँ अब चिकन फ्राइड राइस मगाएको छौँ। भोक लास्टै लाग्छ कि, त्यही भएर नि अब चिकन फ्राइड राइसले नि हुन्न होला सायद। फेरि बाटोमा जाँदाखेरि केही खानुपर्छ। आज अब गाई बाटो यार लास्टै खत्तम आयो बाटो त होइन। टाउको दुखाइदियो, दिमाग खराब हल्लाएर। अब जान्छौँ फेरि यहाँबाट अटो बुकिङ गर्ने। अब वहीँ पुगेपछि हजुरलाई दामी देखाउँछ। अब खै म नि गएको छैन, दामी त के भन्ने र उहाँ गएपछि चाहिँ अब थाहा हुन्छ। त्यही हो गाइस। अब हाम्रो नास्ता अर्डर गरिसक्यौँ। अब नास्ता आउँछ। नास्ता खाएर चाहिँ अब हामी हिँड्छौँ। नास्ता खाएर बाहिर निस्किसक्यौँ। जानुपर्छ अरे। हाम्रो अटो चाहिँ यही नै हो अटो। जानुपर्छ भाडा त्यही अनुसारले जानुपर्छ होला हामी। दाइ भाडा कति हो? भाडा 250। भाडा चाहिँ अब त्यही 250 रहेछ। यहाँबाट कति टाढा छ थाहा त छैन। जानुपर्छ, जे भयो नि ढिला भयो। 1 घन्टा जति बसिहाल्यौँ यहाँ। ल हामी चाहिँ अब शेरपुताल पुगिसकेछौँ। अहिले पानी नभएर चाहिँ अब बर्खामा राम्रो हुँदो रहेछ धेरै। अब अहिले पानी चाहिँ अलिक कम घटेको रहेछ धेरै भन्दा नि। पहिले यो गेट लागेकोसम्म हुँदो रहेछ पानी, अहिले चाहिँ घट्या रहेछ पानी। ताल चाहिँ ठुलो नै रहेछ, तर अलिक पानी घटेर चाहिँ अलिक सानो भएको रहेछ यता। ल हामी चाहिँ अब शेरपुताल चाहिँ झरिसक्यौँ। यहाँबाट भ्यू चाहिँ अलिक राम्रो नै देखिँदो रहेछ। हजुर यतितिर ठाउँ चाहिँ राम्रो लाग्यो मलाई चाहिँ। अब हजुरहरू पनि आउनु होला यता। बोर्डिङ चाहिँ त्यतातिर नै रहेछ।
चाहिँ मलाई राम्रो लाग्यो गाई झन् अब रातिमा चाहिँ कस्तो हुन्छ देखाउँछु हजुरहरूलाई अहिले चाहिँ बबाल लाग्यो यो ठाउँ चाहिँ हल्का अलि पानी चाहिँ अहिले बर्खायाममा चाहिँ अलिक बढी ठुलो हुँदो रहेछ तर अहिले चाहिँ सानो भएको रहेछ र अब सिङ्गल बोर्डिङवाला छ नि हो त्यो सानोमा चाहिँ गर्ने भने सोचिरहेको छौँ हामीले दुईजनाले ल हामी चाहिँ अब सामान निकाल्नु पर्छ होला ल अब हाम्रो सामान चाहिँ निकाल्छौँ मलाई राम्रै लाग्यो यार खुसी लाग्छ अब बाल छ हलो ठाउँ चाहिँ कसम भनेको यहाँको भ्यू हेरौँ न आमामा हामी त सोचेको थियौँ खडेरी परेको छ होला जस्तो यो ठाउँ तर भिडियोमा हेर्दा कुनै कुनै भिडियोमा थियो कि खडेरी परेको जस्तो जुन आगो लागेको हुन्छ नि त्यस्तो थियो तर अहिले चाहिँ पहिले नै लागेको रहेछ आगो चाहिँ अहिले अहिले हरियाली भइहालेछ अब सिङ्गल बोर्डिङ गर्ने मजा आउँछ जस्तो लागिरहेको छ गाई झन् फेरि खुसी छु ह्याप्पी हो अब बोर्डिङ चाहिँ उता तलतिर रहेछ हामी चाहिँ अब उता साइडमा बस्ने सिङ्गल बोर्डिङ कस्तो फोनहरू केही पनि बिग्दैन होला होइन दिन्छ त गाडो हुनु पर्ला र फोनहरू खस्यो भने क्या पल्टिन्छ कि नै फोन गार्ड भन्ने हुन्छ नि ए चाहिँ बाबा लाग्यो अब सिङ्गल बोर्डिङ चाहिँ गर्छु होला हामीले बाबा छ ठाउँ चाहिँ अब हामीले गर्ने भनेको चाहिँ सिङ्गल बोर्डिङ चाहिँ गर्ने भनेको कस्तो हुन्छ एउटा मात्रै खाली छ जस्तो लाग्छ अर्को त छैन होला खाली हेरौँ अब हामीले अब जुत्ताहरू पनि ब्यागहरू पनि खोलिसक्यौँ अब यहाँनिर चाहिँ अङ्कलले हेरिदिने अरे अब अङ्कलकै बोर्डमा जान लाग्छौँ हामी त्यही भएर अलि अङ्कलले नै हेरिदिने भन्नुभएको छ त्यही हो अब चाहिँ हामी जानुपर्छ गाई मलाई चाहिँ लास्टै खुसी लाग्छ म चाहिँ ह्याप्पी नै छु होइन धेरैभन्दा पनि धेरै किनकि म फर्स्ट टाइम हो नि त त्यही भएर नै ल हाम्रो साथीले चाहिँ लगाइसक्यो अब मनी लाउनुपर्छ के चाहिँ पर्छ अन्त क्यामेरा हात हात बनाइदियो क्या ससमा लाउनु पर्दैन लगाउँछ सुनिल लगायो पोखराभन्दा कम छ केटा हो हाम्रो रुकुम फोन हाल्नु पर्यो चाहिँ त्यो काहीँ लाग्छ र उता जान्न म खासै जानु परेको भने अलिक सम्हालिनु जाने सम्हालिनु ल अब चाहिँ हामी जान लागेको गाइज बोर्डिङ यति नै हो ल हामी चाहिँ अब जान लागेको हामी चाहिँ अब बोर्डिङ गरिरहेको छौँ होइन हाम्रो मामा चाहिँ उता हुनुहुन्छ हामी यस्तो गाउँको बिचमा आइसकेको छौँ उतातिर मान्छेहरू टन्नै छ होइन लास्टै मजा हेरेको छ साँच्चै भन्नु भने लास्ट मजा हो कि यार फर्स्ट टाइम हो बोर्डिङ गरेको चाहिँ त्यही भएर नै मलाई मजा आइरहेको थियो यो चाहिँ पोखरा गएर गरेको थियो त्यसले चाहिँ कस्तो मजा नै आइरहेको छ गाई झन् त्यही हो हजुरहरू पनि आउनु होला यति दामी छ नि ठाउँ यति दामी कि भ्यू हेर्नु न भ्यू आमा यदि हजुरहरूलाई आउन मन छ भनेपछि टाढैको मान्छे हुनुहुन्छ भने चाहिँ म लोकेसन हजुरलाई दिइदिन्छु हजुरहरू सजिलै तरिकाले आउन सक्नुहुन्छ हजुरहरूलाई गाडीको कन्ट्याक्ट सबैमा मिलाइदिन्छु होइन हजुरहरू आउन सक्नुहुन्छ हामी चाहिँ अब उतातिर भिडियो फुटा बनाउनु जाऊँ कि भनेर जान लाग्यो होइन हामी पारीदेखि आएको कि बहुत राम्रो छ गाइज होइन त्यही हो भिडियो हेरेर लाइक सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला भनिदिरहेको छु फेरि लास्टसम्म हेरिराख्ने तर लाइक सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला भिडियो नि सेयर गरिराख्नु होला हजुरहरूले हामी चाहिँ अब जान लाग्यो होइन ल हामी चाहिँ अघि त्यो पारी थियौँ पारीबाट हल्का बोटिङ गर्दै यहाँ आएको चाहिँ अलिक दामी छ कि दुबोहरू पलाएको छ होइन यहाँ भ्यू पनि राम्रो देखिन्छ ब्याकग्राउन्ड साइडमा नि डाँडा हेरेर पनि बबाल देखिन्छ कि साइडमा नि मामा चाहिँ फोटो खिच्ने खै सेल्फी खै सेल्फी खै रोक्यौँ ल मामा हिरो खै यता यो साइडमा अलिक राम्रो देखाउँछ Let's go find the one piece. क्यामेरा ल्याउनु पनि चाहिँ प्याकमै भइराख्यो अरे ठाउँ चाहिँ बवाल छ कि गाई कसम भनेको होइन यहाँ चाहिँ भ्यू चाहिँ बवाल हो कि अरूभन्दा नि क्याम्पिङ यहाँ गर्ने भनेको अलि यहाँ अलि त्यस्तै मान्छेहरू आउँदो रहेछ त्यही भएर चिया हुने भयो मान्छेहरू आउँदो रहेछ त्यही भएर अलि दारू खाएको अलि चिया हुन्छ नि त गाई त्यही भएर चाहिँ हामी अब यत्तिकै पल्लो साइडमा बस्यो भनेको
ठाउँ चाहिँ मलाई बबाल लाग्यो ऊ साइडको भ्यू हेर न आमामामा बबाल हो क्या गाइस म त खुसी छु क्या फोटोसोटो लगिसक्यौँ हल्का अलि कपडा मजा आएन कि कपडा अलि मजा नआएको कारणले चाहिँ अब हामी कपडा चेन्ज गर्न जाँदैछु होइन कपडा उसको त भइरहेको थियो मेरो अलि यो ट्र्याक चाहिँ अलि गाडीमा आउँदाखेरि लाउने भनेर म उठाइरहेको थिएँ अब पर ब्यागमा जिन्स लाएर आउँछु म चाहिँ साउन्ड आउनु होला जस्तो लाग्छ मलाई चाहिँ यो भित्र अब जे भयो भने ठिक छ अब हामी चाहिँ जान लागेको पारी गएपछि अलिक फेरि हामी यतातिर फेरि आउँछौँ यो अब अर्को पाइन लाएर क्यामेरा लिएर चाहिँ आउँछौँ यतातिर अब हामी अब गएको गाइस ल हामीले फोटोसुट पनि गरिसक्यौँ कपडा चेन्ज गरेर न अब पारीबाट अघि चाहिँ अर्को कपडा लाएर आएको थियौँ अहिले चाहिँ फेरि अर्को कपडा लाएर आएको छु कपडा पनि चेन्ज गरिसक्यौँ हाम्रो मामा चाहिँ अब अहिले चाहिँ क्यामराम्यान भइरहेको छ बहिनीहरूको चाहिँ फोटो खिचिदिएको हामीले पनि हामी जो ह्यान्डसमै देखिएछ मामा देखिएछ कि मामा हेरौँ न आमा ल किन रे अरू भन्दा नि मलाई यो ठाउँको भ्यू यार मलाई हर टाइम त्यही भन्न मन लाग्छ कि बबाल हो कि हेर न उयो यो ठाउँको भ्यू देख्दा नि कसम भने होइन स्वर्ग त भन्दिनँ स्वर्ग नै हो यो होइन स्वर्ग माथि गएर कसले देखेछ र स्वर्ग नै भन्छु तर यो नै बबाल हो कि कसम भनेको दामी छ ठाउँ चाहिँ त्यही हो अब अघि 1 घन्टा भनेर लिएर आएको त्यो बोर्ड चाहिँ अब 1 घन्टा भनेर लिएर आएको पैसा बढी हुन्छ कि जस्तो लाग्छ टाइम पनि बढी नै भयो अघि फोटो खिच्ने भिडियो बनाउने भन्ने कारणले त्यही भएर चाहिँ अलि बढी भयो जस्तो लागेको छ होइन हेर्नु न दुबो पनि कस्तो हो कि पुरा फुटबल खेल्ने ठाउँ जस्तो हो क्या दामी छ ठाउँ चाहिँ हजुर कहाँ के हो र जहाँ यार म एउटा भिडियो बनाइदिन्छु है अब उहाँहरूले चाहिँ भिडियो बनाउने रे बहिनीहरूको चाहिँ बनाइसक्यो उहाँले चाहिँ बनाउने रे अब एकछिन भिडियो बनाएर हामी चाहिँ जानुपर्छ होइन त्यही हो ल उतातिर चाहिँ अलि हजुर ल ल मार्दाखेरि कहिले ल्याउँछ मार्दाखेरि कहिले जाउँ मामाले नेबर लगाइसक्यो अब हामी जाम 2 घन्टा हुन लाग्यो पैसा अङ्कलले चाहिँ थप्नुहुन्छ जस्तो डर लागिरहेको छ डर त के भन्ने हो र अब त्यही लाग्छ कि भन्ने जस्तो लाग्छ त्यही हो क्यामेरा पनि अब फोटो हल्का खिच्यौँ धेरै त छैन भोलितिर खिच्छौँ कि त साँझ आएर टाइम छ अझै पनि धेरै अब गएर नास्ता खानु पऱ्यो अनि त्यसपछि हामी चाहिँ बोर्डिङ गरेर आइसक्यौँ अब भोक लाग्छ नास्ता खाएर माथि जानु लाग्यो माथि चाहिँ रेस्टुरेन्ट रहेछ 2टा एउटा यो साइडमा रहेछ एउटा साइडमा बिहानदेखि किन खायो अघि तल चाहिँ हल्का त्यही हल्का नास्ता खाएको भोक धेरै लाग्छ त्यही भएर माथि गएर नास्ता खाएर एकछिन बस्ने रेस्टुरेन्टमै अनि पछि चाहिँ साँझतिर टेन्ट लगाएर बस्ने भनेको अहिले त थाक्यो यार अहिले त साँच्ची भनेको साँझतिर फेरि मजा हुन्छ होला मलाई लाग्छ खासै गर्मी चाहिँ हुँदो रहेछ फेरि यतातिर चाहिँ त्यस्तो खासै गर्मी चाहिँ मलाई लागेन पनि गइसक्यो जस्तो हामीलाई अङ्कलले नि हल्का मिलाइदिनु भयो बोर्डिङ गरेको 800 कति हुन्थ्यो होला 600 मिलाइदिनु भयो उहाँलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु हो त गाइस रेस्टुरेन्टमा जानुपर्छ यति हो रेस्टुरेन्ट आमामा चर्चामै छ क्या अहिले चाहिँ ठिक छ हो नास्ता खाएर मजाले बस्नुपर्छ रेस्ट गर्नुपर्छ बिहानदेखि हिँडेको हिँडिन्छौँ मामालाई थकाइ लाग्ने एकदम मलाई लास्टै थकाइ लागिरह ऊ बहिनीहरू फोटो खिच्न आउने भन्थ्यो कति बेला आउँछ थाहा नै छैन हामी चाहिँ अब यहीँभित्र जानु लाग्यो रेस्टुरेन्ट कता हो बस्ने होइन अब बसेर हल्का नास्ता खाएर जानुपर्छ हामी पनि फेरि बस्नुहुन्न यतातिर ताल त ठिकै लाग्यो गाइज अब के हो रेस्टुरेन्ट त यस्तो गुड भन्दा नि कम लागेन खासै ठुलो रेस्टुरेन्टहरू हुँदो रहेछ यतातिर शान्ति न हल्का हामी चाहिँ अहिले पौडी खेल्न गएको है जानु
अस्ति चिसो भयो मैले अघि चाहिँ भ्लग बनाउन पाएन भ्लग चाहिँ अहिले स्टार्ट गरेँ यसले चाहिँ हेर न खुट्टा काटेको अलि भर्खर स्टार्ट गरेँ अघि खासै याद भएन कि फोन नि चार्ज थिएन त्यही भएर चार्ज लगाइदिएको थिएँ अब चाहिँ म पौडी खेलेर चाहिँ हामी आइसक्यौँ लास्ट जाडो छ गाई झन् शिरपुतालमा आएर पौडी पनि खेल्यो के अरे धर्मस्थलमा नदीहरू नआइसक्यो पुग्किन्छ अरे पुरा पुग्किन्छ के हुन्छ नि त्यस्तै तर ताल चाहिँ मलाई राम्रै लागेको जानु अहिले चाहिँ पानी नपरी उकाल्ने घट्या रहेछ तर फोहोर भने लास्टै गर्दो रहेछ नि यहाँको मान्छेहरूले हेरौँ पुरा काँचको बोतलहरू होइन यसको यसले त्यो खुट्टै काटिसक्यो क्या लास्टै फोहोर गर्दो रहेछ नि यता चाहिँ के पौडी खेल्नु गाई चारोले माऱ्यो यार अस्ति चारोले मारेको मा के पौडी खेल्नु भन्नु हेर न हामी नुहाउने बेला नि हामी पौडी खेल्ने बेला नि चाहिँ घाम गयो कि टाइम पनि भयो कति बज्यो है कति बज्यो 5-6 त भइसक्यो होइन टाइम पनि भइसक्यो लास्टै जाडोले मारेको रहेछ हेर न ह्यान्डसम्म मानिरहेको छ नि हाम्रो सरमा कसम यार बबाल हुनु कि सर त त्यो चाहिँ हामीले बस्ने आज हामीले यहीँ बस्ने भनेको छौँ अब हामीले यही होटलमा रुम लगेको छु 1000 रुपियाँ भनेको छु खासै त्यस्तो बेटर त लागेको छैन रुम तर नि अब बस्थ्यौँ भनेर यही रुममा बसिरहेको छौँ हामी हाम्रो रुम चाहिँ सेकेन्ड फ्लोरमा छ यो खाना खाने क्यान्टिन दैदा रहेछ अनि बस्ने उता रुम चाहिँ रहेछ जानुपर्छ अहिले तलतिर गएको फोनमा चार्ज नभएर खासै भिडियो बनाउनु पाएन अब भोलि मर्निङमा चाहिँ बबाल भिडियो बनाउँछु होइन मेरो मेरो भ्लग बोर लाग्यो होला म के गर्नु त क्या यस्तै छ बोर नमान्नु है हाम्रो चाहिँ सेकेन्ड फ्लोरमा छ फेरि गएर माथि अब हल्का फ्रेस भएर फेरि तलतिर घुम्न आउने भनेको ठाउँ चाहिँ बबाल यार यस्तो हावा चल्छ नि आमा कुरी नगरम के भनौँ जस्तो यहाँ आएर मलाई कुनै कुराको रिग्रेट पनि भएको छैन क्या बबाल लाग्छ मलाई चाहिँ ठाउँ हाम्रो रुम चाहिँ यही नै हो यहाँ चाहिँ लाइन आएको छैन त्यही भएर चाहिँ अब रुम यस्तो छ कि 2टा बेडवाला छ अगाडि भनेछ लाइन चाहिँ अलिक पछितिर भिडियो बनाएर हजुरलाई देखाउँछु रुम चाहिँ बाथरुम निता छ यही रुमको नि 1000 रुपियाँ भन्दा चाहिँ यार मलाई त लास्ट च्याउला छ यो त्यो रुमलाई नि 1000 रुपियाँ भन्छ यार त मलाई गर्मी फिल भइरहेको यार ल हामी चाहिँ अहिले फ्रेस भएर बाहिर फेरि निस्किसक्यौँ फ्रेस भएर अहिले चाहिँ भ्यू खासै राम्रो त देखाउनु होला भर्खर नुहाएर आएको अघि लास्ट बोर भइरहेको थियो क्या खुब दुखिरहेको थियो न बिहानदेखि के पनि नखाएको त्यही भएर अलि च्याउ लास्टै लगाइरहेको थियो हल्का फ्रेस भयो अहिले लास्ट फ्रेस भयो के फ्रेस भन्यो यहाँ जाडोले मार्दो रहेछ यो ठाउँ त होइन ठाउँ चाहिँ जाडोले मारेर अरूभन्दा नि वेदर चाहिँ बवाल छ क्या अघि दिनमा चाहिँ खासै त्यस्तो थिएन अहिले खोइ साँझ पऱ्यो त्यही भएर चाहिँ वेदर बवाल भइरहेको अहिले यतातिर खासै पखीहरू त रहन्छ कच्ची रहेछ गाडीहरू खासै त्यो हिँड्दो रहेछ ओइमा अब हाम्रो खाना पनि भयो हामी चाहिँ हाम्रो खाना पनि भयो अब खाना खान जान्छु खाना खाएर आएर चाहिँ अब सुत्नुपर्छ फेरि शरीर थाकिएको छ होइन यार हावा बहुत चल्छ यार कसम भनेको होइन लास्ट यार हावा त बवाल चल्छ क्या अब हाम्रो खाना पनि आयो यहाँ चाहिँ अब लाइट रहन्छ त्यही भएर चाहिँ अब पनि आउँछु अब एकछिन भ्लग चाहिँ अब खाना चाहिँ बन्द गर्नुपर्छ मान्नु पर्यो अरू त यस्तै खाना चाहिँ यही नै हो अब यतातिरको यस्तै हो खाना चाहिँ अब फोन चलाउँदा चलाउँदै 3 बजिसक्यो होइन अब भोलि हामी 6 बजी जानुपर्छ अरे गाडी 6 बजी जान्छ अरे अब हामी सुत्नुपर्छ आजको भ्लग यति नै अब सेकेन्ड डे भोलि नै आउँछ होइन अब सुतेको भाइ गुड नाइट ल हाम्रो बिल पे पनि भइसक्यो त्यति त आइन्छ त्यही 3-4 हजार आएको रहेछ दाइले चाहिँ अटो त्यहाँनिर रोकिरहेको छ हिजो आएको दाइ नै हो हिजो राम्रोसँग ल्याउनु भएको थियो त्यही भएर आज चाहिँ उहाँलाई नै बोलाएको बिहानको नजारा यस्तै हो कि आँखा दुखिरहेको छ मेरो आज पनि मेरो शून्य त छैन तर आँखा
प्लास्टिक पुलेको जस्तो फिल भइरहेको त्यही नै अब जानुपर्छ हाम्रो यो 2वटा फोटा लगेर अब हामी चाहिँ हिँड्नुपर्छ दाइले चाहिँ अब अटो रिक्सा गरिसक्नुभयो फेरि लाग्यो भनौँ बिहान उठेन कि हामी चाहिँ यहाँ गयो बसी एक नगरी तर बसेको हेर पछि चाहिँ आउँछ टक्कै कहिले आउनु यो साउन्डतिर आउनु भदौ हुन्छ नि भदौ गर्दा यता लाग्छ कि डर लाग्छ नि आउनु त्यति बेला लाग्छ हामी चाहिँ अब हिजो खाएको नास्ता खाएको पसलमा आइसक्यौँ यहाँ सामान नै छुटेको थियो अब हल्का यहाँ नास्ता खाएर बस्छौँ अब दाइले चाहिँ गाडी भएपछि भन्छु भन्नुभएको छ हामीलाई त्यही हो भोग्ने लास्टै लागिसक्यो उहाँबाट नास्ता नखाएर आएको त्यही भएर चाहिँ अब नास्ता खाने फेरि अब गाडीको वेट गर्ने जाने हाम्रो मामा पनि आयो ल्याउनु भयो दिदीले मोमो चाहिँ अब मोमो खाएर चाहिँ हामी जानुपर्छ चिकन मोमो खानको लागि फेरि एकजना दाइले चाहिँ अटो लिएर आइसक्नु भयो अब हामी खोइ ब्याग हिँड्नु हामी अब चल्दैको गाइस बाटो एकदम खराब छ होइन त्यही हो हजुरहरूलाई अब अहिले चाहिँ यो आउँदाखेरि बनाउन पाएन भिडियो राम्रोसँग अहिले चाहिँ जाँदाखेरि सबै भ्यू देखाइदिन्छु एकदम हुँदा लास्टभन्दा लास्ट अगाडि माथितिर थियो
त्योभन्दा नि खत्तम छ क्या बाटो त एकदम लास्टमै के ठाउँ रे के रे सिमरी हो के भन्ने ठाउँनिर हिजो हामी अर्को गाडी चढेको भनेको थियो नि त्यो ठाउँसम्म त एकदम खराब छ क्या बाटो त्यो बर्खामा त्यो पहिरोहरू आएर बिगारेको रहेछ त्यही भएर चाहिँ लास्टै खराब रहेछ बाटो माझी हो माझी रे माझी हिजो यत्तिकै दिमाग खराब भएको थियो कि कहाँ के यार जाऊ यार गाडी मिल्दो रहेछ यहाँ त र डाइरेक्ट आउँदो रहेछ नि त हाम्रो उतातिरको हुँदो जस्तो हुँदो रहेछ यता त्यो शनिबार गाडी नै चल्दो रहेछ कि यता फेरि त्यही भएर नि ठाउँको नाम चाहिँ मछामी रहेछ मछामी अनि यताबाट चाहिँ अब उता सिर्फु अनि यताबाट खलङ्गा जाँदो रहेछ खलङ्गा अनि उता रुकुमकोट भन्ने उस साइडबाट पनि यो साइडबाट पनि जान्छ कि जस्तो लागिरहेको छ मलाई हामी जाने चाहिँ अब चौरजारी यहाँदेखि यो रोड चाहिँ चौरजारीसम्म पुरा पिच छ हल्का यो बाटो मात्रै अलिक खराब रहेछ कि लास्टै खराब भन्दा नि कुरै नभए लास्टै रहेछ खराब त गाडी मिलेपछि अब हामी हल्का लिफ्ट मागेर जानै पर्छ टाइम पनि भइसक्यो धेरै त्यही भएर त्यो ट्र्याक्टर कहाँ जाने हो अब ट्र्याक्टरलाई सोधेर जानुपर्छ होला जस्तो लाग्यो अब बस पनि आयो जानुपर्छ होला त्यो फेरि अब बसमा कता गाडी चेन्ज धेरै भयो जाने बस यही रहेछ फेरि चौरजारी भाडा नै 500-600 लाग्छ यहाँबाट धेरैभन्दा पनि धेरै महँगो रहेछ पछाडितिर हो खराब भयो यार टाउको दुखिसक्यो गाडी चेन्ज गर्दा अटो रिक्सा चेन्ज भयो गाडी त रोके बनाइदिएको थियो यार के हो यस्तो दिमाग खराब भइसक्यो 1 घन्टा रोक्छ क्या जस्तो लाग्यो मलाई चौरजारी नगर यता मटेला साइडबाट जान लाग्छु किनकि उताबाट धेरै लामो पुल छ क्या वहाँबाट हिँडेर 2-3 किलोमिटर हिँडेर जानुपर्छ त्यही भएर चाहिँ अब हामी यता मटेला साइडदेखि जान लाग्छु यहाँबाट पारी तरेर चाहिँ अब गाडी चढेर जाने एउटा लास्टै छ कि वहाँबाट चौरजारी गयो चौरजारीबाट हिँडेर तल चौरजारीको कुदु भन्दा तल गयो फेरि कुदु हिँड्नुपर्छ होइन त्यही भएर नै अब हामी यो साइड यो चाहिँ मटेला जाने बाटो रे अब मटेला यहाँबाट गएर पारी पुल तरेर अनि त्यसपछि हामी वहाँबाट जान्छौँ गाडी मिल्छ कि नै फेरि वहाँ पनि गाडी नै कुद्नुपर्छ होला कस्तो निदाएर धन्न चौरजारी नपुगेको दिमाग खराब धन्न हल्का पर नि गइसकेको थियो गाडी फेरि पछाडि रोकेको भाडा चाहिँ अघि चाहिँ 500 रुपियाँ भनेको थियो अहिले चाहिँ गाडीवाला चाहिँ 400 लग्यो भने 800 लग्यो भाडा चाहिँ अर्को त यार कति अटोमा त कति भनेको थियो नि 600-1200 लगिदिन्थ्यो कि धन्न तर लास्टै ठगिदिने रहेछन् कि यतातिर चाहिँ खै लास्टै भने लास्ट महँगो भाडा नि खोइ नेपाल नै हो हामी उता यहाँबाट यो उता जाजरकोटदेखि भन्दा नि जाजरकोटदेखि नै कोलपुरसम्म 800-900 भाडा छ क्या 800-900 भाडा छ भने चाहिँ यहाँनिरबाट यहाँनिरसम्म त्यहाँनिर के अरे नाम माथि कि त्यहाँनिरबाट यहाँ चौरजारीसम्म पनि 500 रुपियाँ लगिदिन्छ कि भाडा आउने चाहिँ त यार फेरि छँदै छैन कि फेरि एकछिनमा 1 घन्टामा पुरिसक्यो यति महँगो खाइदिने कि भाडा त लास्टै यार त्यही हो आउँदाखेरि चाहिँ अलि आफ्नै गाडी लिएर आउँ नत्र भने त ठगिन्छ धेरै हो फेरि अटोमा 2-3वटा गाडी चेन्ज गरेँ दिमाग खराब भइसक्यो यहाँ त साँच्ची हो त्यो ठाउँ गएर कुनै रिग्रेट त भएको छैन होइन त्यो ठाउँ गएपछि धेरै खुसी भएको थियो तर म होइन अनि त्यो तर होटेलवालाले पनि ठगिदियो कि 1000 रुपियाँ लगिदियो रुमको त यार लास्टै
दिमाग खराब 1000 रुपियाँ लाग्यो केही पनि नै के केही नै मामा 2टा बेड मात्रै त्यत्तिकै घरको जस्तो बिस्तारा छ मलाई दिमाग खराब बाथरुममा केही पनि छैन न त नुहाउने राम्रोसँग ठाउँ छ नुहाउने बाथरुम नुहाउने त्यो के अरे नुहाउने बाल्टी र त्यो हमा हाल्ने त्यो आफू मतलब बाथरुम बस्दाखेरि गर्ने बाल्टी स्याम कि एउटै बाल्टी के कस्तो भने यार त्यस्तो पङ्खा पनि छैन रुममा के भन्छ पङ्खा छैन भन्दा नि के भन्छ होइन ए हामीलाई त्यहाँ पङ्खा ओर्नु पर्दैन बिस्तारा गरेर सुत्छु अरे दिमाग खराब राति गर्मीले यस्तो बनाएको थियो कि होइन त्यही भएर 3 वर्षसम्म बसाएको थिएँ कि म त लास्ट दिमाग खराब भयो गाइज अब चाहिँ हामी मोटेला जानुपर्छ ल अब यहाँ तल पुल छ अरे हजुरलाई पुल देखाउँछु अब कस्तो छ है गर्मी धेरै भइसक्यो त्यही भएर फोन नि लास्टै हिट भइरहेको अब अहिले चाहिँ त्यही हो ठाउँ चाहिँ मटेला पुल यहाँबाट चाहिँ उता चौजारी जाने अनि उता चाहिँ जाजरकोट अब हामी जाने यता गाडी मिल्ने हो कि नै फेरि हल्का वेट त्यही छ पुल यस्तो हल्लिँदो रहेछ यार दिमाग खराब थियो कि यहाँबाट पुरा बाइक हिँड्छन् फेरि पुल त कबाडी बनाइसकेछ नि त फेरि पुरानो है जस्तो लागिरहेको जाजरकोट चाहिँ बवाल देखिन्छ कि तर यार कसम के हाम्रो लागि नि उता माथि अब गाडी रोकिरहेको छ हाम्रै लाग्यो जस्तो लाग्यो मलाई अब जानुपर्छ हामी चाहिँ हाम्रै लाग्यो थाहा छ मलाई खोइ राम्रोसँग ठिकै छ है फास्ट त जाला फेरि तर पुरा पुल पनि कस्तो छ क्या नेपाल सरकारले गर्नु त राम्रै कुराहरू गरिरहेछ हेर न पुलहरूमा काठ बनाइरहेछ सही गरिरहेछ यार दिमाग चाहिँ हो के नेपालीले चान्स पायो भने गर्छ भने चाहिँ हो रहेछ यार मलाई त्यस्तै लाग्यो मोटेलाको ठाउँ यार फर्स्ट टाइम आयो साँच्ची भनेको कहाँबाट बाटो भुडचौर बाटो कहाँबाट मटेला गाउँ ल छि मटेलाको गाउँ जस्तो लाग्यो ऊ साइड पनि छ कि जस्तो लाग्छ के अरे म नि फर्स्ट टाइम हो क्या गाउँमा उता हाम्रो पाहाडतिर पनि मतलब उता गाउँतिर पनि यस्तै हाल्नुपर्ने क्या अनि त्यही सोचेको थिएँ क्या पानी बोल्नु बेला यस्तो दिमाग र खारोलर बनाइन्छ यार ऊ साइडमा नि रहेछ यहीँ हो या भुइँचालो गएको यतातिर घरहरू पनि गइरहेको थियो यार आउँदा त्यही हो ल यति उकालोले यार दिमाग खराब हामीलाई कस्तो बनाउँछ हिमाल चढ्ने सपना देख्छ कहाँबाट हुन्छ हाम्रो भाग्य चाहिँ रहेछ रोडमा पुग्न साथ चाहिँ गाडी चाहिँ पाइसक्यौँ अब वेट गर्नु परेन हजुर बुझ्छौ गाडीमा सिट पो छ कि नि सिट त पछाडि रहेछ त्यही गर्नुपर्छ ब्याग माथि फाल्दा हुन्छ गाडी पनि भइसक्यो जानुपर्छ गर्मी भने लास्टै भएर तन्ना सिसा गरेको पाएछु यार गर्मी बिचारा बिहा भइसक्यो हाम्रो गाडी पनि गयो अब लास्ट सिटमा हो कि फेरि हामी जहाँ गयो पनि लास्ट सिटमा काउन्टरले फेरि नम्बर काट्छ मेरो तल फलो गर्ने मान्छेहरूले मारिदिन्छ किन डिभोर्स लाइक त गर्नुपर्छ तेरो मान्छेहरूले अच्छा
कस्तो देखिन्छ है ब्याकग्राउन्ड अब अगाडिबाट देखाउनु मिल्दैन अब म चाहिँ पछाडिबाट यसरी देखाउँछु हुन्छ अगाडिबाट देखाउनु मिल्दैन अब पछाडिबाट नै यसरी मर्थ्यौँ अहिले गर्मीमा गर्दैन के भेरी छ नि यो भेरी होइन उतातिर लास्ट सानो कि खोला खोला मात्रै भनेको यतातिर आएर मात्र ठुलो भने रहेछ उता त लास्टै सानो खोला मात्रै पुरा हाम फालेर तर्ने जस्तो 2-3 ठाउँबाट आएर रहेछ उता साइडबाट चाहिँ अब सल्यान साइडमा आइसक्यौँ म अघि ब्लग बनाउँला भने थिएँ तर पैसा हाले नभएर हामीसँग क्यास थिएन अनलाइन नभएर उहाँ नेट नचलेर यो साइडमा आएको यो साइडमा नेट चलेन त्यही भएर दाइहरूलाई पठाइदिउँ अब हामीले पैसा हाल्यौँ ल भनेको छौँ अब हामी माथि टपमा गएर चाहिँ नेट चलेपछि उहाँ पैसा हालिदिनु भनेको चाहिँ अब छिटो छिटो दौडेर आयौँ त्यही भएर भिडियो बनाउन पाएन होइन त्यही हो अब आइसक्यौँ आजको भ्लग यति नै हुन्छ थ्याङ्क यू फर वाचिङ दिस भिडियो सब्सक्राइब गर्न नभुल्नु होला सेयर गर्न नभुल्नु होला हस्त बाई टाटा फेरि पनि हजुरहरूको साथ सपोर्ट मिल्यो भने फेरि राम्रो भ्लग योभन्दा अझै राम्रो भ्लग बनाएर आउने छु है भ्लग भर्खर बनाउनु लाग्यो त्यति राम्रो त छैन होला तर पनि कोसिस गर्छु